नमस्कार साथीहरू। मौसम अत्याधिक जाडो छ। बाहिर एकदम अँध्यारो भइराखेको छ, चिसो छ मौसम। र साथीहरू, यो मौसमले अत्याधिक च्यालेन्ज गरेको हुनाले अब यहाँ जेडी हानौँ कि बुढी हानौँ भन्ने सोचमा पुगिएको छ। जाडो छ, चिसो छ, के गरौँ भइराखेको छ मन। यसो कुड्का सुड्का चपाउने, जियान तताउने काम चाहिँ भइराखेको छ। अब चाहिँ नि यो जाडो मौसममा के खाएर जिउ तताउने त भनेर यसो सोच्दा पानी तताएर खाएर पनि भएन। रम तताएर खाउँ कि भनेको पनि नखाने मनस्थिति छ अहिले। अब के पड्काउँ भन्ने कुरो भयो। र यसो सोच्दा बसिराख्दा भन्दा फेसबुकमा लाइभ पड्काऊँ भन्ने कुरो आएको हुनाले यो लाइभ जस्तै भिडियो लाइभमा तपाईँहरूसँग म जोडिएँ। अब सरर फलो ठोक्ने कि नठोक्ने साथीहरू, फलो ठोक्न पर्यो। तपाईँहरूले पनि अब कि जेडी ठोक्नुहोस् कि बुढी ठोक्नुहोस् कि चाहिँ नि फलो ठोक्नुहोस्। फलो ठोक्नुभयो भने म पनि तपाईँलाई फलो ठोक्छु। अब चाहिँ त्यही सल्लाह गरेर हामी अगाडि बढ्नुपर्ने कुरो चाहिँ आयो। हेर्नुहोस्, अब यही कुरो आएको हुनाले तपाईँको निर्णय पनि कमेन्टमा सुनाउने कि फलो गरेर फलो ब्याक ठोकेर चाहिँ नि अगाडि बढ्ने भन्ने कुरा चाहिँ आयो। जाडो चाहिँ असाध्यै लाग्यो। जाडो असाध्यै लागेको हुनाले के गर्ने भन्ने चाहिँ मनस्थितिमा पुग्यो साथीहरू। अब लाइभ मात्रै ठोकेर पनि भएन। यो फेसबुक लाइभको केही पनि अत्तो छैन। अब फलो ठोक्ने हुन् कि होइनन् साथीहरूले। आफू मात्रै फलो ठोकेर बस्छौँ भने भुत्रै पनि नठोक्ने भन्ने सोच पनि आउँछ। यसो हेर्दा फलो ठोकिदियो भने तपाईँहरूलाई पनि यसो रिच बढ्छ कि तपाईँहरूको पनि यसो हुन्छ कि भन्ने सोच पनि आउँछ। यसो कुर्यो कुनै मुलाहरू भने आफूलाई फलो ठोकिरहेको देखिन्न भनेपछि अब फलो ठोकेका साथीहरूको वेटिङमा बसेर यसो रमाइलो गर्ने प्रयत्न चाहिँ गरिएको छ। हेर्नु साथीहरू, यो कुड्का सुड्का चपाउने बानी परेको हुनाले यी दाँत नमाजान्दैमा सेतो दाँत कालो पनि भएर आयो। अब आयो त किन आयो भन्नु होला। नाइ नि यही भएर आयो। कुड्का सुड्का पड्काइयो, ज्यान तताउनलाई कुड्का पड्काइएको छ। हेर्नुहोस्, अब अरू चाहिँ काम यस्तै छ। बसिहाल्यो बस्ने, फेसबुकतिर यसो लाइभ साइभ ठोक्ने, कोही केटाकेटीहरू जोडियो भने नि उनीहरूलाई यसो सम्झाउने बुझाउने। हेर है, व्यापार बिजनेस पनि गर्नुपर्छ, काम ड्युटी जाउटी पनि जानुपर्छ। आफ्नो कुटो कोदालो पनि छोड्न हुन्न। कुटो कोदालो नछोडिकन यसरी सामाजिक सञ्जालतिर यसो केही गरियो भने नयाँ वर्ष नि आउँदैछ 2026 र 26 पछि अझ राम्रो गर्ने भन्ने कुरो पनि हो। त्यसैले यो गन्थन गरेर यसो एक्टर भएपछि एक्टिङ देखाइदिनु पर्यो भन्ने हिसाबले जोडिएको छु। यो भिडियो खिचेको छु। हेर्नु साथीहरूले कस्तो प्रतिक्रियाहरू दिन्छन्। यो लाइभ भिडियो जस्तै खिचेर यसरी हालिएको छ। अब यसरी हालिसकेपछि कुरो तपाईँहरूले अब के कस्तो प्रतिक्रिया दिनुहुन्छ, भिडियो पुरा हेर्नुहुन्छ कि हेर्नुहुन्न, अनि केही प्रतिक्रिया दिनुहुन्छ कि दिनुहुन्न भनेर वेटिङमा पनि छु। हुन त अब यो मुलालाई के प्रतिक्रिया दिने भन्ने तपाईँलाई सोच त्यस्तो हुन्छ। त्यही सोच तपाईँलाई भइसकेपछि मलाई नि हुन्छ भनेपछि अब सहकार्य त के गर्ने त भन्दा चाहिँ नि फलो जसले ठोक्छ उसलाई फलो ब्याक दिने, कमेन्ट ठोक्नेलाई कमेन्ट पनि दिने, लाइक ठोक्नेलाई लाइक पनि दिने भन्ने निर्णय गरिएको छ। यो भोला पड्काउने बानी बसेर अहिले अचेल भोलाले अलिअलि दाँत कालो बनाएर गएको सूचना चाहिँ सम्प्रेषण गर्नुपर्ने अवस्था आयो।
भोला नखाए नि हुने, अलिअलि खान मन लाग्छ र चपाउँदै गर्ने बानी बसेको छ। यसलाई हटाउँदै जानुपर्छ र अन्त्यमा तुम्बा पड्काउने कि जेडी पड्काउने कि अब बुढी छोडी पड्काउने कि गर्लफ्रेन्ड सर्लफ्रेन्ड बनाएर गर्लफ्रेन्ड पड्काउने भन्ने सोच छ है। नराम्रो चाहिँ नबुझौँ यसलाई, पड्काउनु चाहिँ पड्काउनु पर्ने भयो, केही न केही नपड्काएछौँ हुन्न। त्यसैले अब के पड्काउने भन्ने कुरोमा जानुपर्ने देखियो छ साथीहरू। त्यसैले केही न केही पड्काउनु पर्छ, नभने भात बनाएर भात पड्काएर पनि बस्नुपर्ने स्थिति आएको छ। अब यो गन्थन यस्तै हुन्छ साथीहरू। लौ त फेरि अर्को भिडियोमा यसरी गन्थन गरौँ।